हेलो एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि वेलकम छ मेरो अर्को एउटा भिडियोमा। र आजको चाहिँ भिडियो मेरो फुल बगानदेखि हुँदैछ। फुल बगान त होइन, अब सानो छ बगान पनि, फुलै छैन। अनि कैँची बोकेर चाहिँ माझ यो मरेको पत्ताहरू, सुकेको पत्ताहरू सफा गर्नु भनेर पछिसकेको छु। यहाँ यत्रो दिनमा मैले फुलको के मतलब उयो हेर्नै पाएको थिइनँ नि त, टाइमै पाएको थिइनँ। अनि आज चाहिँ बल्ल सफा गर्ने टाइम पाएँ मैले। पानी त डेली हाल्छु तर पनि खोइ सुकिहाल्छ के भएको। र अहिले चाहिँ म यता हेर्नु न, यो सबै सिँढीमा राखेको फुलहरू मैले चाहिँ सब सिनार फुलहरू मात्रै छ हाम्रो चाहिँ, यस्तो फुलेको फुलहरू छैन, खालि सिनारी फुल मात्रै छ। अनि मेरो बुवाले चाहिँ भन्नुहुन्छ यो सब जङ्गल भयो निकाल्दै घारे भन्नुहुन्छ। तपाईँहरू भन्नुहोस् त, म यति राम्रो सिँढीमा राखेको मैले फुलहरू निकाल्नु भनेर। र अहिले यतातिर हेर्नु न, सबै फुलहरू मरिसकेको छ हाम्रो चाहिँ। र अनि यता हाम्रो यता तुलसाको बगान छ, हाम्रो बगान हेर्नु त यो बगानै हो, तर सबै अहिले पत्ताहरू पनि सुक्न थालिरहेछ। अनि त्यो भित्र आएको, भित्र पनि यसरी पत्ताहरू सबै मरेको छ। त भित्र पनि म आएर सफाहरू गर्दैछु। र यता बाहिर त अब बाहिर त सबै मरिरहेछ। पानी डेली हाल्छु तर पनि मर्छ, कसरी मर्छ म छक्क पर्छु। अनि यो चाहिँ हेर्नु यति लामो भएको थियो, यो पनि काटिदिएँ किनकि सबै मरिरह नि त भित्रभित्र। अब यसको राम्रो भएर पलाउँछ होला हरियो भएर। र होइन म चाहिँ फुल सफा गर्दै थिएँ नि त, नानीले चाहिँ के भन्दैछ, फुपू लड्नुहुन्छ भनिरहेछ। यता यो मेरो भाइको छोरा हो, मलाई लड्नुहुन्छ भनिरहेछ। आइज भन्दैछ। होइन उसले चाहिँ मलाई काम गर्नै दिएको छैन, म चाहिँ फुल सफा गर्छु, उसले चाहिँ सबै फिलाइदिइरहेछ। यो चाहिँ हेर्नु कति राम्ररी आएको छ। अनि यो चाहिँ म छेउछेउ मात्रै मिलाएँ, त्यसरी काटिनँ मैले। अनि यता पनि हेर्नु होला, यो पनि यो चाहिँ मेरो बुवाले खालि निकाल्दै भन्नुहुन्छ, दुईवटा यो फुल चाहिँ खालि गाडियो भन्नुहुन्छ। अनि कति राम्रो सिनार भएको छ। फेरि मैले छेउछेउ मात्रै मिलाएँ नि त, यता राम्रो हरियै छ यो चाहिँ, मैले त्यति काटिनँ। अब यतातिर भित्र सबै सुकिरहेछ, के भएर सुको। रहेछ त म फुलहरू पनि सफा गरिरहेछु। झारहरू सबै मरिरह गाइस, हाम्रो चाहिँ फुलै छैन। र यता चाहिँ म तलतिर आउँदा पनि हेर्नु नि, सबै पत्ताहरू सबै सुकिरहेछ, मरिन थालिरहेछ। हाम्रो चाहिँ सिनारै मात्रै छ, खालि सिनार, फुलेको फुलहरू चाहिँ एउटै छैन। र अहिले चाहिँ म हेर्नु न सबै अब सकिसकेँ, यता बरेन्डाको चाहिँ सबै सकिसकेँ। अब चाहिँ म पत्ताहरू पनि भेला पार्दैछु गाइस, र तपाईँहरूलाई अर्को भिडियोमा पनि देखाउँछु म। अब चाहिँ म नयाँ फुलहरू एड गर्छु। अब चाहिँ सबहरू आधी हटाइदिएर, सिनार फुलहरू हटाइदिएर अब म किनेर ल्याएर रोप्छु फुलहरू। अब बेसी सिनार मात्रै भयो कि, अब घारी भयो सायद, अब किनकि फुलेको फुल ल्याएर रोप्छु। अब चाहिँ म अर्को हप्ता ल्याउने छु राम्रो फुलहरू। र अहिले चाहिँ मैले सकेँ, अब यताको चाहिँ सबै सकेँ, बरेन्डाको चाहिँ सबै सकेँ, यता सिँढीहरूको चाहिँ। र अहिले चाहिँ म यता सफा गर्दैछु फुलहरू चाहिँ, पत्ताहरू, अब सुकेको पत्ताहरू चाहिँ। र अहिले चाहिँ मैले अब यो बडालहरू सकेँ होइन, बरेन्डातिर चाहिँ यता सबै सकेँ। अब भित्रको चाहिँ बाहिरको चाहिँ अलिकति सफा गर्नु, त्यहाँबाट सक्यो। होइन सिँढीमा यस्तै बडाल नै दिगदार लाग्छ, फुलहरू रोपेर चाहिँ यसरी बट्टाहरू राख्यो भने चाहिँ, टापहरू राख्यो भने चाहिँ झाडु मार्नै साह्रो लाग्छ मलाई चाहिँ। र अहिले चाहिँ मैले भित्रको सबै सकेँ सफाहरू गरेर अहिले चाहिँ बाहिर हेर्नु यो कति राम्ररी आएको छ यो फुल चाहिँ मेरो। अनि यो चाहिँ अङ्गुर फुल हो, तपाईँहरूलाई थाहा छ यो अङ्गुर फुल भनेर। अनि उता हेर नानीले, मैले अङ्गुर फुल भनेको त नानीले मलाई के भन्छ, फुपू अङ्गुर खाने अङ्गुर भनिरहेछ। र अहिले चाहिँ मैले अब बाहिरको पनि चाहिँ सकेँ, अब त्यो झारहरू चाहिँ उखाली अलिअलि अब नयाँ फुलहरू सबै एड गर्छु, किनकि अब नयाँ फुलहरू ल्याएर रोप्ने छु म। हेर्नु त बाहिर पनि सबै सुकिरहेछ, पानी हाल्दा पनि सुक्छ, यस्तो घाम लाग्छ दिनभरि, अनि फुल त मरिहाल्छ नि। र अहिले चाहिँ मैले हेर्नु नि यो कति राम्ररी आएको थियो, सबै तर सुकिरहेछ, मैले थुप्रो काटिदिएँ यो फुल चाहिँ। हेर्नु होला नि कति राम्रो भएको थियो। र मैले एकपट्टि त काटेर अर्कोपट्टि मैले त्यत्रै काटेँ गाइस, हेर्नु कति काटिरहेछ। यस्तो लोभ लागिलाई काट्दैछु गाइस, के गर्नु अब सबै मरिसकिरहेछ नि त, कति लामो भएको छ। र मैले यताको पनि सकेँ, अब यो फुलहरू पनि सबै सकिसकेँ। अब चाहिँ मैले फुलहरू सफाहरू पनि गरिसकेँ। अनि हेर्नु नि मेरो नानी यहाँ आएर मलाई के भन्दैछ, अङ्गुर खाने अङ्गुर भनिरहेछ। हेर्नु न अङ्गुर फुल मागिरहेछ, मैले दिएको त्यो पनि खान्छ अङ्गुर भन्छ। मैले होइन यस्तो हातमा लिएको, यो चाहिँ अब अलिक छुँदैखेरि झर्छ नि त यो फुल चाहिँ, छुँदैखेरि झर्छ, दिएको खान खोजिरहेछ अङ्गुर भनेर।
हुन्छ त गाइस, बाई बाई। आजलाई यति नै, फेरि भेट्ने छु अर्को एउटा भिडियोमा। तर भिडियो चाहिँ धेरै लामो भयो। ओके बाई बाई गाइस। गाइस, बाई गर न।